ल आज हामी पढ्छौँ हेलो अल्केनको बारेमा है त। हेलो अल्केनको बारेमा पहिला जानौँ हेलो अल्केन भनेको के हो त है। हेलो अल्केन भनेको कम्पाउन्ड हो है, अर्ग्यानिक कम्पाउन्ड जुन चाहिँ केसँग बोन्डेड छ, हेलोजन एटमसँग बोन्डेड विथ हेलोजन एटम है। हेलोजन एटमसँग एकदम सजिलो छ है। कुनै पनि अर्ग्यानिक कम्पाउन्ड हेलोजन एटमसँग बोन्डेड छ भने त्यसलाई चाहिँ के भन्ने, हेलो अल्केन भन्ने है त। ल अब हेलोजन एटम के हो त सम्झौ, क्लोरिन है, त्यस्तै गरेर ब्रोमिन, आयोडिन, यिनीहरू चाहिँ के हो, हेलोजन एटम हो यसको इक्जाम्पल है। ल त्यस्तै गरेर हेलो अल्केनको जेनरल फर्मुला के हो त, आर अनि एक्स। अब यसमा एक्स भनेको चाहिँ हेलोजन एटमहरू हो, हेलोजन एटमहरू हो है, हेलोजन एटमहरू हो। त्यस्तै गरेर आर भनेको त के हो, अल्काइल ग्रुप, अल्काइल ग्रुप। ल अब मलाई भनिदेऊ अल्काइल ग्रुप के हो त, पढिसकेको नोमेनक्लेचरमा है, अर्ग्यानिक कम्पाउन्डमा। ल जस्तो CH3, यो भनेको के हो, मिथाइल भयो है। त्यस्तै गरेर सरी यो सी हो, CH3 CH2 अनि एउटा बोन्ड यो भनेको इथाइल भयो है। त्यस्तै गरेर एउटा प्रोपाइल होला, ब्युटाइल होला होइन। त्यस्तै गरेर अझै तल्लोपट्टि जाला। ल यही कुरा हो है त। ल अब यसरी एउटा इक्जाम्पल दिउँ, CH3 CH2 अनि Cl, यो चाहिँ एउटा इक्जाम्पल हो हेलो अल्केनको है। हेलो अल्केनको एउटा इक्जाम्पल हो। यसलाई नाम देऊ, अर्ग्यानिक नाम के हो, अर्ग्यानिक नाम यो सब्स्टिट्युएन्ट भयो हेर, यतापट्टिको के भयो, यतापट्टिको रुट चेन्ज भयो है त, क्लोरो इथेन, यो चाहिँ अर्ग्यानिक नाम भयो। त्यस्तै गरेर यसको कमन नेम के हुन्छ त, कमन नेम दिँदाखेरि कमन नेम दिन सजिलो छ है, गाह्रो छैन। कमन नेम दिँदाखेरि पहिला चाहिँ एल्काइल ग्रुप लेख्ने है, एल्काइल ग्रुपलाई लेख्ने सुरुमा, पछाडि चाहिँ हेलाइड ग्रुपलाई लेख्ने, हेलाइड ग्रुपलाई लेख्ने। ल अब यसमा एल्काइल ग्रुप भन्नुको मतलब के हो त, यो अर्ग्यानिक कम्पाउन्ड एल्काइल ग्रुप भइहाल्यो। यो के हो, इथाइल हो, यी भर्खर सिक्या इथाइल। अनि हेलोजनलाई चाहिँ हेलाइडको फर्ममा लेखिन्छ भन्ने बुझ्यो, इथाइल क्लोराइड। ल ठिक छ, यसलाई एकचोटि मेटाउँ। ल ल त्यस्तै अझै एक दुईवटा गरौँ। ल जस्तो CH3 CH2 अनि Br, यो भनेको के भयो त भन्दाखेरि यसको अर्ग्यानिक नेम, IUPAC नेम चाहिँ ब्रोमो सरी ब्रोमो इथेन भयो है। कमन नेम कसरी दिने अरे, अब अर्को फेरि कमन नेम है, कमन नेम लेख्दा चाहिँ कसरी, एल्काइल हेलाइडको फर्ममा, यतापट्टि इथाइल है, यतापट्टि ब्रोमाइड, एकदम सजिलो छ। ल त्यसपछि अब हामी जान्छौँ यसको क्लासिफिकेसनमा है, यसलाई अब कसरी क्लासिफाइड गरिएको छ, कति टाइपमा क्लासिफाइड गरिएको छ, ल के को आधारमा क्लासिफिकेसन गरिएको छ। अबको टपिक रहेको छ के भन्दाखेरि क्लासिफिकेसन अफ हेलो अल्केन है, एकदम सजिलो छ। ल अब हेर, हेलो अल्केनलाई चाहिँ के को बेसिसमा क्लासिफाइड गरिएको छ भन्दाखेरि, जुन तिम्रो जस्तो मानम अघि हामीले पढेको स्ट्रक्चर थियो, आर अनि एक्स, यो हेलोजन हो, यो चाहिँ अल्काइल ग्रुप हो, एउटा कार्बन एटम हो भन्ने मानौँ न अहिलेको लागि। जुन यो हेलोजन छ,
यो बोन्डेड भएको जुन कार्बन एटम फर्दर मोर कतिवटासँग बोन्डेड छ त्यसको आधारमा चाहिँ हामीले क्लासिफिकेसन्स गरेको छौँ है। अझै बुझिएन होला फेरि भने, जुन यो अघि हामीले आरएक्स भन्ने स्ट्रक्चर पढ्यौँ है। अब यसको इक्जाम्पल अघि मैले लेखेँ CH3 त्यसपछि Cl है। जुन यो तिम्रो यतापट्टिको हेलोजन छ यो बोन्डेड भएको कार्बन एटम फर्दर मोर कतिवटासँग बोन्डेड छ त्यसको आधारमा चाहिँ क्लासिफिकेसन भएको छ डिग्रीहरू है। ल जस्तो पहिला म अब पहिला म गरेरै देखाइदिन्छु स्ट्रक्चरहरू। ल पहिलो क्लासिफिकेसन हो प्राइमेरी, प्राइमेरी हेलोजन सरी हेलो अल्केन, प्राइमेरी हेलो अल्केन। प्राइमेरी हेलो अल्केनलाई चाहिँ हामी 1 डिग्री पनि भन्छौँ है। अब किन 1 डिग्री भन्छौँ त्यो चाहिँ तल गएर थाहा हुन्छ। हेलो अल्केन है, नोट लेखौँ, हेलो अल्केन इन विच हेलोजन बोन्डेड कार्बन एटम is bonded with furthermore more 1 or 0 carbon is called 1 डिग्री हेलो अल्केन। एकदम सजिलो भाषामा मैले लेखाएको छु डेफिनेसन पनि, बुझ राम्ररी के भन्न खोजेको पहिला त। ल हेर, अब 1 डिग्री भनेको के रहेछ भने त्यस हेलो अल्केन है जसमा चाहिँ जुन आरएक्स भन्ने स्ट्रक्चर थियो हेलो अल्केन जसमा जुन चाहिँ यो कार्बन एटम छ यो कार्बन एटम जुन हेलोजन बोन्डेड कार्बन एटम छ त्यो चाहिँ फर्दर मोर अझै एउटासँग बोन्डेड हुनु पर्यो या 0वटासँग है, एउटा अथवा 0वटासँग बोन्डेड हुनु पर्यो। यसको स्ट्रक्चरको कुरा गर्दाखेरि आर एक्स एच एच आर, ठिक छ। अझ यो आर भन्दा बिचकोलाई चाहिँ आर भन्नु मिल्दैन किनभने त्यहाँ त बोन्ड बनिसक्यो नि त। ल ठिक छ, यसरी लेख न सजिलै लेख्दा सी यतापट्टि एक्स आर एच एच। ल यो हेलोजन भयो है, यो हेलोजन भयो, यो हेलोजनसँग बोन्डेड भएको यो कार्बन चाहिँ फर्दर मोर अझै एउटा कार्बन एटमसँग डिरेक्टली बोन्डेड छ अथवा 0वटासँग छ भने त्यसलाई के भन्ने 1 डिग्री भन्ने। इक्जाम्पल हेरौँ यसको, म यहाँ कुन गरिदिएँ इक्जाम्पल। ल पहिला स्ट्रक्चर कपी गर, सी यतापट्टि क्लोरिन राखिदेऊ न, सबभन्दा मनपर्ने क्लोरिन। एच एच, अब यतापट्टि CH3 छ एउटासँग बोन्डेड छ डिरेक्टली भने यो के भयो अरे 1 डिग्री भयो। अब यसको नाम देऊ, नाम के हुने भयो त 1 क्लोरो इथेन अथवा क्लोरो इथेन। क्लोरो भने झन् बेटर, क्लोरो इथेन चाहिँ 1 डिग्रीको इक्जाम्पल हो। ल त्यस्तै गरी अब चाहिँ सेकेन्डरी है, अर्को टाइप यसको के हो भने क्लासिफिकेसन सेकेन्डरी अथवा 2 डिग्री, यो पनि सेम हो। हेलोजेन बोन्डेड जुन कार्बन एटम छ, हेलोजन बोन्डेड कार्बन एटम छ इज बोन्डेड विथ
बोन्डेड विथ कतिवटा भन्दाखेरि दुईवटा विथ फर्दर मोर मोर दुईवटा है त दुईवटा कार्बनसँग ल एकदम सजिलो स्ट्रक्चरको कुरा गरौँ सी यतापट्टि हेलोजन भयो है एक्स भनेको हेलोजन भयो आर आर अनि एच ल यो हेर त जुन यो हेलोजन बोन्डेड तिम्रो सरी हेलोजन बोन्डेड जुन यो कार्बन एटम छ यो अझै कतिवटासँग बोन्डेड छ एउटा कार्बन दुईटा कार्बनसँग डिरेक्टली यो यस्तो यसमा यो उसलाई चाहिँ हेलो अल्केनलाई के भन्ने 2 डिग्री हेलो अल्केन भन्ने अब इक्जाम्पल बनाऊ सजिलो इक्जाम्पल निस्किन्छ उतापट्टिको साइडमा गरौँ हेर CH3 C CH3 H यतापट्टि Cl ल अब यसको नाम देऊ लङ्गेस्ट कार्बन चेन 1 2 3 टु क्लोरो एथ के भयो मेथ एथ प्रोप भयो नि ल प्रोपेन 2 प्रोप ल ठिक छ कमन नेम दिन चाहिँ म अहिले लास्टमा सिकाउँछु छुट्टै यसको सिस्टम छ ल त्यस्तै गरी अब हामी 3 डिग्री गर्छौँ टर्सरी अथवा 3 डिग्री एकदम सजिलो छ ल तेस्रो टाइप हो यसको टर्सरी अथवा 3 डिग्री अथवा 3 डिग्री हेलो अल्केन फेरि कुरा सेम हो त्यही जुन हेलोजन बोन्डेड कार्बन एटम छ हेलोजन बोन्डेड जुन कार्बन एटम छ इज सपोज टु bonded with furthermore more कतिवटा भन्देऊ तीनवटासँग तीनवटा कार्बन एटम 3 कार्बन एटम ल स्ट्रक्चर कस्तो सेम सी एक्स छ भने अब तिनतिरै आर हुनु पर्यो है त ल सी एक्स छ भने तिनतिरै आर हुनु पर्यो एकदम सजिलो छ त्यो नोट डाउन गर अनि इक्जाम्पल गर्ने इक्जाम्पल गरौँ ल ठिक छ ल पहिला स्ट्रक्चर दिमागमा राखौँ सी आर कन्सेप्ट बुझ्नु पर्यो कि एकदम सजिलो छ टर्सरी भनेको कस्तो अरे भन्दाखेरि जुन हेलोजन लिङ्केड कार्बन एटम छ फर्दरमोर तिनवटासँग चाहिँ बोन्ड बनाउनु पर्यो तिनवटा अरू कार्बन एटमसँग होइन ठिक छ एक्जाम्पल गरौँ केही छैन CH3 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 यतापट्टि Cl राखौँ अब लङ्गेस्ट कार्बन चेन दियो 1 2 3 ल अब नाम देऊ मिथाइल र क्लोरोमा कुन पहिला आउँछ क्लोरो पहिला आउँछ 2 क्लोरो 2 मिथाइल तिनवटा ग्रुपको भयो मिथ एथ प्रोपेन यसको IUPAC नाम भयो सरी IUPAC नाम ल ठिक छ ल त्यसपछि अब हामी के गर्छौँ भने नोमेनक्लेचर कसरी गर्ने केमा नोमेनक्लेचर भन्दाखेरि तिम्रो
ल म अझै एउटा इक्जाम्पल दिन्छु यसको पहिला। जस्तो ल यो हेर त, 3 डिग्रीको CH3 CH2 C Br CH3 CH3। ल हेर, जुन यो Br छ यो Br सँग डिरेक्टली तिम्रो बोन्डेड कार्बन एटमसँग क्यालकुलेट गर्ने हो है त। Br सँग यो जुन डिरेक्टली बोन्डेड कार्बन एटम छ, एउटा, दुईटा, तिनवटा फर्दर मोरसँग छ भन्नुको मतलब यो के भयो, 3 डिग्री हेलो अल्केन भयो। यो बाँकी चेनको मतलब भएन है हामीलाई। बाँकी यता पनि तिमीले एक्सपान्ड गर्न पायौ, यता पनि एक्सपान्ड गर्न पायौ, यसरी पनि एक्सपान्ड गर्न पायौ। तिमीले हेर्ने कुरा भनेको हेलोजन लिङ्केड जुन कार्बन एटम छ त्यो चाहिँ फर्दर मोड कतिवटासँग भन्दाखेरि 3वटासँग चाहिँ बोन्ड बनाएको हुनु पर्यो। ल अघिको इक्जाम्पललाई गरौँ, नाम देऊ न, CH3 CH2 C Br CH3 CH3। लङ्गेस्ट कार्बन चेन होइन, 1 2 3 4वटा है त, 1 2, ठिक छ। ल 2 क्लोरो, सरी 2 ब्रोमो, 2 मिथाइल, के हो, इथ मेथ प्रो ब्युटेन, ब्युटेन। ल यही हो त नाम, कति सजिलो, ठिक छ। ल यसलाई इरेज गरिदेऊ, सरी। ल अब भनेको हामीले यसो कमन नेम कसरी दिने, धेरैलाई अब 1 डिग्री 2 डिग्री 3 डिग्री त छुट्याउन जानियो। अब कमन नेम कसरी दिने त, कमन नेम दिने पनि यसको आफ्नै एउटा रुल्स छ है। कमन नेम सिस्टम, अर्को टपिक हो कमन नेम सिस्टम अफ हेलो अल्केन। कमन नेम कसरी दिने त है, कमन नेम दिँदाखेरि एकदम सिम्पल छ। पहिला त तिमीलाई यो फर्ममा लेख्न आउनु पर्यो, एल्काइल हेलाइडको फर्ममा, मैले अघि अगाडि पनि देखाएँ है। एल्काइल हेलाइडको फर्ममा। अनि अर्को कुरा के हुन्छ नि, जुन यो अगाडिपट्टि छ नि, यहाँ चाहिँ हामीले सर्ट फर्म जोडिन्छ। केसको सर्ट फर्म भन्दाखेरि, तिम्रो अघि हामीले जुन सिकेको थियौँ नि, 1 डिग्री 2 डिग्री 3 डिग्री, 1 डिग्रीलाई एन भन्ने, 2 डिग्रीलाई सेक भन्ने, 3 डिग्रीलाई थर्ड भन्ने है। अझै त्यस्तै गर, आइसो अनि नियो भन्ने पनि छ। यो आइसो र नियो चाहिँ 1 डिग्रीकै कुरा हो। यो किन आयो भन्ने कुरा म अहिले नाम दिँदै गर्दा भन्छु, अहिले नबुझिएला। यति कुरा जान्यो भने भइहाल्यो। ल अब 1 डिग्रीकै एक दुईवटा नामहरू दिएर गरौँ है। जस्तो लिएर एउटा नाम CH3Cl, 1 डिग्रीकै भयो होइन। 1 डिग्रीको एउटा मात्र चेन छ भने, जुन तिम्रो हेलोजन लिङ्केड जुन कार्बन एटम छ त्यो चाहिँ फर्दर मोरसँग चाहिँ एट्याच छैन भने जेनरल नेम लेख्दा हुन्छ। जस्तो क्लोराइड, सरी 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 मिथाइल क्लोराइड, 0वटासँग एट्याच छ भने, एउटासँग छ भने बल्ल यहाँ लेख्दा राम्रो, ठिक छ। ल अब म प्रपरली नोट बनाइदिनुतिर लाग्छु। ल हेर त, CH3 CH2 Br। अब यसलाई के भन्ने, त्यो तिम्रो पहिला आइडेन्टिफाई गर्ने, यो लिङ्केड हेलोजन चाहिँ अझै एउटासँग छ भन्दा बित्तिकै यो के भयो, 1 डिग्री भयो। अब नाम कसरी दिने यार, 1 डिग्री हानिसकेपछि अगाडिपट्टि यहाँ लेख्ने, एन इथाइल ब्रोमाइड है, कति सजिलो। ल त्यस्तै गर, अझै एक दुईवटा इक्जाम्पल लिखौँ। CH3 CH2 CH2I,
यहाँ पनि एउटासँग मात्र डिरेक्टली एट्याच छ भन्नुको मतलब यो पनि एक डिग्री भयो। यो के एन मिथ इथ प्रोपाइल है। एन प्रोपाइल आयोडाइड। ठिक छ ल। त्यस्तै अझै फर्दर मोर गरौँ। अब चाहिँ 2 डिग्रीको इक्जाम्पल दिन्छु म एउटा। CH3 CH2 CH Br CH3 ल। यो हेलोजनसँग लिङ्केड जुन यो कार्बन छ एउटा अनि दुईटासँग डिरेक्टली एट्याच छ। यसलाई मान्ने होइन, डिरेक्टली एट्याच हुनु पर्यो, चेनलाई मान्ने होइन। एउटा अथवा दुईटासँग छ भने त्यसलाई के भन्ने, 2 डिग्री भन्ने है त। 2 डिग्री भन्ने दुई भन्दा बित्तिकै सेक लेख्ने सुरुमा। अब चेन किन एउटा दुईटा तिनटा चारवटा रहेछ। चारवटा हुँदा बित्तिकै के भयो, ब्युटाइल भयो कि भएन। सेक ब्युटाइल के छ, बिआर हो ब्रोमाइड। ठिक छ। कति सजिलो छ नाम दिनु। ल त्यस्तै गरेर अब म 3 डिग्रीको गर्छु। CH3 C CH3 CH3 Br है। ल अब हेर त यो कार्बन एउटा दुईटा तिनटासँग हेलोजनसँग लिङ्क भएको कार्बन तिनटासँग डिरेक्टली एट्याच छ भने यसलाई के भन्ने, 3 डिग्री हेलो अल्केन भन्ने है त। 3 डिग्री हेलो अल्केन। अब नाम कसरी दिने हेर त। 3 हुँदा बित्तिकै के आउनु पर्यो अगाडिपट्टि, टर्ट भनेर आउनु पर्यो है। टर्ट हुनु पर्यो। 1 2 3 4 4 भने चाहिँ के भयो, ब्युटाइल ग्रुप हो। ब्युटाइल ब्रोमाइड। ठिक छ, मिल्यो ल। यति हो कुरा। अब त्यसपछि म जान्छु आइसो अनि नियो कसरी गर्ने त। के हो त आइसो र नियो भन्ने। यतापट्टि लेख आइसो, यतापट्टि लेख नियो। एकदमै सिम्पल छ है। आइसो 1 डिग्री नै हो है, 1 डिग्री नै हो यदि इफ सेकेन्ड लास्ट कार्बन contains one methyl group and no other branches। ल यसले के भन्छ भने यो जुन आइसो भन्ने छ यो चाहिँ 1 डिग्रीलाई नै नाम दिने हो, तर त्यसको जुन चेन हुन्छ त्यसको सेकेन्ड लास्ट कार्बनमा चाहिँ के हुनु पर्यो भने एउटा चाहिँ मिथाइल ग्रुप हुनु पर्यो। अब एउटा इक्जाम्पल दिगौँ आइसोको, एकदम सिम्पल इक्जाम्पल छ। CH3 CH CH3 CH2 Br। ल हेर त योसँग लिङ्केड जुन यो हेलोजन छ योसँग लिङ्केड कार्बन एटम डिरेक्टली एउटासँग मात्र एट्याच छ। सँगसँगै यससँग एउटा एक्स्ट्रा मिथाइल ग्रुप चाहिँ ब्रान्चको रूपमा आएको छ, चेन भन्दा बाहिर होइन। हेर त लङ्गेस्ट चेन लिएपछि चेन भन्दा बाहिर चाहिँ सब्स्टिचियनको रूपमा एउटा मिथाइल ग्रुप आएको छ भने यसलाई के भने आइसो भन्ने। अब यसको पनि नाम दिने, फेरि भने लु त, यो बुझिएन जस्तो लाग्यो मलाई, फेरि भने आइसो भनेको कस्तो रहेछ भने
एउटा मिथाइल ग्रुप चेनको लास्टमा सेकेन्ड लास्टमा सरी चेनको सेकेन्ड लास्ट कार्बनमा मा एउटा मिथाइल ग्रुप एज अ सब्स्टिट्युएन्ट छ भने आइसो भन्ने फेरि कुनमा कुन 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 हालो अल्केनमा 1 डिग्रीमा हुनु पर्यो है त यसो इक्जाम्पल गर्दा ल हेर पिआर सिएच सिएच सिएच3 सिएच3 4 ल ठिक छ सिएच2 ल यस्तो भयो ल हेर त एमा योसँग लिङ्केड जुन छ यो चाहिँ एउटासँग एट्याच छ त्यसको सेकेन्ड लास्टमा चाहिँ एउटा एडिसनल मिथाइल ग्रुप छ भने यसलाई आइसो भन्ने नाम देऊ 1 डिग्री भयो 1 डिग्री आइसो भइहाल्यो अब गिन कतिवटा छ 4वटा छ आइसोब्युटाइल आइसोब्युटाइल ब्रोमाइड अब नियो पनि सेम हो नियोमा पनि फरक छैन नियोमा चाहिँ कतिवटा हुनु पर्यो भने नियोमा चाहिँ तिम्रो दुईटा हुनु पर्यो यहाँ एउटा थियो र यहाँ चाहिँ दुईटा मानव यो सिएच को ठाउँमा अझै एउटा सिएच3 भइदियो भने यो चाहिँ फेरि कतातिर लाग्यो नियोतिर नियोको नि एक्जाम्पल गरेर देखाइदिन्छु ल नियोको कुरा गर्दाखेरि 1 डिग्री नै हो तर कस्तो 1 डिग्री भन्दा सेकेन्ड लास्ट कार्बन चेनमा मा 2 मिथाइल ग्रुप छ आइसोमा एउटा थियो नियोमा दुईटा छ है त ल हेर इक्जाम्पल त्यही अघिकै हो सेम मैले के चेन्ज गर्दिनँ सिएच3 सिएच3 सिएच2 बिआर ल हेर त हेलोजन लिङ्केड कार्बन एटम एउटासँग सरी जुन हेलोजन लिङ्केड जुन यो कार्बन एटम छ एउटासँग एट्याच छ अब त्यही चेनको सेकेन्ड लास्ट कार्बन यही भयो नि त सेकेन्ड लास्ट कार्बन एमा चाहिँ दुईटा मिथाइल ग्रुप छ भने यसलाई चाहिँ के भन्ने अगाडि नियो लेख्ने नाममा 1 डिग्रीकै नियो ठिक छ नाम देऊ अब नियो ब्युटाइल 4वटा छ ब्रोमाइड यति हो ल यो पार्टमा चाहिँ यति गरौँ त्यसपछि अब आइसोमर्स चाहिँ नेक्स्टमा हुन्छ त्योभन्दा पहिला म एउटा क्वेसन गराइदिन्छु प्र्याक्टिस क्वेसन एक्जाममा आउँछ है एउटा क्वेसन लेख स्ट्रक्चरल फर्मुला लेख के को भने सेक पेन्टाइल क्लोराइडको एक्जाममा आउँछ है यस्तो क्वेसन सेक पेन्टाइल क्लोराइडको ल अब सेक भन्दा बित्तिकै कति हो 2 डिग्री 2 डिग्रीको स्ट्रक्चर सम्झौ यस्तो होइन 2 डिग्रीको स्ट्रक्चर हेलोजन लिङ्केड कार्बन एटम दुईटासँग एट्याच हुनु पर्यो होइन दुईटा फर्दर मोरसँग सी लेख अब एक्सको ठाउँमा के लेख्नु पर्यो क्लोराइड लेख्नु पर्यो है क्लोराइड ठिक छ अनि यसले के भनेको पेन्टाइल पेन्टाइल भनिसकेपछि एटलिस्ट 5वटासँग चाहिँ फर्दर मोड एट्याच हुनु पर्यो होइन 5वटा हुनु पर्यो नि त सिएच3 एउटा दुईटा तिनटा 4वटा 5वटा ठिक छ एउटा दुईटा ओके 1 2 3 4
5 वटासँग चाहिँ एट्याच हुनु पर्यो। अब यसको कमन नेम पनि लेखिदेऊ भनेको छ क्वेसनले भने। सरी आइयुपिएसी नेम पनि लेख भनेको छ। कमन नेम त अब सेकपेन्टाइल क्लोराइड भइहाल्यो। ल के भयो त कमन नेम? पहिला लङ्गेस्ट कार्बन चेन सिलेक्ट गऱ्यौँ। सँगसँगै फर्स्ट रुल लङ्गेस्ट कार्बन चेन, लङ्गेस्ट कार्बन चेन कसरी सिलेक्ट गर्ने? सब्स्टिट्युएन्टलाई प्रियोरिटी दिँदै है, सब्स्टिट्युएन्टमा पनि अल्फाबेटिकल अर्डर। ल 2 क्लोरो 2 मिथाइल, अब 1 2 3 4वटा भयो होइन, ब्युटेन। 2 क्लोरो 2 मिथाइल ब्युटेन। ठिक छ? केही डाउट छ यसमा? के डाउट छ भने भन्ने। ल त्यस्तै गर, अझै एउटा क्वेसन गराइदिन्छु म। उम्, अब मलाई स्ट्रक्चरल फर्मुला र आइयुपिएसी नेम देऊ। टेट पेन्टाइल क्लोराइडको। ल टेट भन्दा बित्तिकै टर्सरी 3 डिग्री हो भन्ने बुझ्नु पर्यो। अनि पहिला स्ट्रक्चर लेख्नु, सी एक्स आर आर आर। ल अब क्लोराइड छ, सी सिएल लेख, एउटा कार्बन यता ल्याऊ, यता र यता सिएच3 राख्दा हुन्छ, केही हुँदैन। 3टा भयो, अझै 2टा चाहियो होइन, सिएच2 सिएच3। स्ट्रक्चर मैले कसरी थाहा पाएँ यस्तो भन्ने लाग्ला। अब हेर एकदम सिम्पल कुरा हो। एउटा कार्बन यहाँ राखेँ, एउटा कार्बन यहाँ राखेँ, एउटा कार्बन यहाँ राखेँ, एउटा यो भइहाल्यो, 4वटा पुग्यो। अब एउटा फर्दर मोड एड गर्नु पर्यो, एउटा यहाँ एड गरिदिइहाल्यो। अब नाम दिने 1 2 3 4, 2 क्लोरो 2 मिथाइल 1 2 3 4, 6वटाको भयो होइन, ब्युटेन। ठिक छ? केही डाउट? आई होप केही डाउट छैन। बाँकी नेक्स्ट पोर्सनमा गर्ने। थ्याङ्क यू फर वाचिङ।